सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म पूर्व मन्त्री, वरिष्ठ एमाले नेता, साहित्यकार एवं हाम्रा अभिभावक प्रदीप नेपालज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। संयोगले आजकै दिन 1 वर्ष अघि मैले सांसदको रूपमा शपथ लिएको दिन परेछ। आज यो नीति तथा कार्यक्रममा उपस्थित भएर छलफल गरिरहँदा म मेरा अति नै आदरणीय इलामेली जनतालाई पनि सम्झन चाहन्छु। सम्माननीय सभामुख महोदय, देशका जनताले हामीसँग साह्रै नै धेरै अपेक्षा राखेका छन्। जस्तै अवसरको खोजीमा विदेशी नपरोस् भन्ने चाहना, खेतीपाती गरेर जिउन सकियोस् भन्ने आशा र सँगसँगै छोराछोरीले राम्रो शिक्षा पाउन् भन्ने इच्छा र बिरामी पर्दा उपचार पाइयोस् भन्ने विश्वास, यी सबै सुन्नमा साधारण सुनिन्छ यी आकांक्षाहरू, तर धेरै नागरिकहरूको यस्तो कुराहरूमा अझै पनि पहुँच भन्ने अधुरो नै छ। त्यही कारणले गर्दाखेरि यी सबै जनआशा बोक्दै यो नीति तथा कार्यक्रम समृद्धिको यात्रामा अघि बढ्ने दस्तावेज हो भन्ने दृढ विश्वासको साथमा म यसप्रति समर्थन जनाउन चाहन्छु। सम्माननीय सभामुख महोदय, यसप्रतिको समर्थनका केही आधारहरू म व्यक्त गर्न चाहन्छु। सबैभन्दा सुरुमा हाम्रा अग्रजहरूको सङ्घर्षबाट प्राप्त संविधानमा राज्यका नीति र दायित्व प्रष्ट उल्लेख गरिएको छ। त्यसमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लक्ष्यसहित यो नीति तथा कार्यक्रममा ती मार्ग निर्देशन सिद्धान्तहरू कार्यान्वयनमा ल्याउने प्रयास गरिएको देखिन्छ। अर्को कुरा भन्दा आजको नेपाल एक युवा युगमा प्रवेश गरिसकेको अवस्थामा छ। विकासशील मुलुकहरूको अनुभव हेर्दा यहाँको समृद्ध युवाको योगदान महत्त्वपूर्ण देखिन्छ। यसै अनुरूप सरकारले पनि युवाको सशक्तिकरण, सिप विकास, उद्यमशीलता, रोजगारी सिर्जना र नेतृत्वमा लगानी गर्ने प्रतिबद्धता देखाएको छ। त्यसमा अरू बल पुर्याउनका लागि खेलकुद प्रवर्धन मार्फत मानसिक र शारीरिक विकासमा समेत योगदान पुर्याएको छ। यो साह्रै नै प्रशंसनीय छ। अर्को कुरा भन्दा पूर्वाधार विकासमा सुशासनको कमीको विषयमा हामीले पटक पटक उठाउँदै आएका छौँ। यही सन्दर्भमा योजनाहरूको निरन्तरता र उत्तरदायित्वको प्रतिबद्धता यस नीति तथा कार्यक्रममा अङ्गीकार गरिएको हामीले पाएका छौँ। यो पनि सकारात्मक पक्षको रूपमा मैले लिएको छु। अर्को साह्रै नै महत्त्वपूर्ण कुरालाई मैले भन्नै पर्छ। नीति तथा कार्यक्रम अब केवल खर्च गर्ने दस्तावेज होइन भन्ने सन्देश यस नीति तथा कार्यक्रमले दिएको छ। यो रणनीतिक लगानी मार्फत देशलाई कर र रेमिट्यान्समाथिको निर्भरता घटाउँदै ऊर्जा, कृषि, पर्यटन र घरेलु उद्योगमा आत्मनिर्भर बनाउने दिशातर्फ अग्रसर गरिएको देखिन्छ। पूर्वाधारलाई केवल लागतको होइन, आम्दानी सिर्जना गर्ने पूर्वाधारको रूपमा विकास गरिने अवधारणा यो स्वागत योग्य छ। अझ धेरै कुराहरू छन्, जस्तै कृषि, शिक्षा, पर्यटन, प्रविधि सँगसँगै धेरै महत्त्वपूर्ण विधेयक पास गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ, तर म त्यतातिर अहिले जान चाहन्न। छोटकरीमा भन्दा हामी सबैलाई थाहा छ राष्ट्रको स्रोत सीमित छ, त्यसैले सबै क्षेत्रको माग एकै वर्षमा पुरा गर्न सकिन्छ भनेर हामीले परिकल्पना गर्न सक्दैनौँ। यसकारण पूर्वाधार, ऊर्जा, रोजगारी, उद्योग र प्रविधि जस्ता क्षेत्रहरूलाई केन्द्रमा राख्ने निर्णय उपेक्षा होइन, रणनीतिक प्राथमिकताको परिचय हो भन्दा अलि ठिक हुन्छ होला। त्यही कारणले गर्दाखेरि म यसै सन्दर्भमा मार्टिन लुथर किङ जुनियरको भनाइ निवेदन गर्न चाहन्छु। वी मस्ट एक्सेप्ट फाइनाइट डिसअपोइन्टमेन्ट बट नेभर लुज इन्फिनिट होप। नीति कार्यान्वयनमा अवरोध आउलान्, अपेक्षाभन्दा ढिलो परिणाम आउन सक्लान्, तर दीर्घकालीन दृष्टिकोण र जनताको साथले हामीले आशा गुमाउनु हुँदैन। असफलताबाट पाठ सिक्दै विश्वासका साथ अघि बढ्नु जरुरी छ। यसै विश्वासलाई अझै मजबुत बनाउनको लागि मेरा केही सुझावहरू म राख्न चाहन्छु। नीति सकारात्मक छ र यसको प्रभावकारी कार्यान्वयनका लागि कार्यक्रमहरू स्पष्ट समय सीमा, परिणाम र जिम्मेवार निकायसहित कार्यान्वयन गरिनुपर्दछ। कार्यक्रमको वार्षिक अनुगमन प्रतिवेदन संसदमा प्रस्तुत होस् ताकि समीक्षा र सुधार सम्भव होस्। स्थानीय तहसँग सहकार्य सुदृढ गरियोस्, किनभने कार्यान्वयनको अग्रपङ्क्तिमा उहाँहरू नै हुनुहुन्छ। युवा, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा लगानीसँगै स्थानीय नवप्रवर्धन र निजी साझेदारीलाई प्रभावकारी ढङ्गले अगाडि बढाइयोस्। स्मरण गर्नै पर्ने हामीले विषय के हो भन्दा
विगतका वर्षहरूमा नीति तथा कार्यक्रम राम्रो हुँदाहुँदै पनि कार्यान्वयन र गति र गुणस्तर सन्तोषजनक नरहेको कारणले गर्दाखेरि जनतामा शङ्का र आलोचना उठ्नु स्वाभाविकै छ। तर यो वर्षको नीति तथा कार्यक्रम स्पष्ट प्राथमिकताका साथ आएको देखिन्छ। यसलाई कागजमा मात्र होइन, परिणाममा अनुवाद गर्न सक्नुपर्दछ। यसको प्रभाव जनताले महसुस गर्न सकुन्। हामी सबैको साझा उत्तरदायित्व यही हो भन्ने मलाई लाग्छ। र अन्त्यमा जाँदा जाँदै हामी सबैको काम गर्ने तरिका फरक हुन सक्छ, तर हाम्रो भावना र गन्तव्य एउटै हो। त्यो भनेको देश र जनतालाई समृद्धितर्फ जाने अग्रसरतामा हामीले उहाँलाई महसुस गराउन सक्नु हो। यही कुराहरू भन्दाखेरि हामीले जुन चाहिँ हिँडिरहेको गन्तव्य छ, त्यो गन्तव्यमा हामी हिँडिरहँदाखेरि आलोचना, आरोप प्रत्यारोप र टीका टिप्पणीको कुनै पनि स्थान हुँदैन भन्ने मलाई लाग्छ। त्यसै कारणले गर्दाखेरि तथ्यमा आधारित बहस गरौँ, सहमति र सहकार्यको अहिलेको आवश्यकता छ। यी सबै कुराहरूलाई म आग्रह गर्दै हजुरहरूको साथ सहयोगको मैले अपेक्षा गर्दै मेरो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।